सम्पत्तिको लागि मेरो छोरासँग फकै फुलाई बिहे गरेर अहिले त्यही सम्पत्ति खानको लागि मुद्दा हालेर हिँडेकी छैन। तेरो बाउले फकायो होला, तुइले फकाइस् होला, मैले कसैका छोरालाई फकाएकी होइन। नमस्कार साथीहरू, हाम्रो च्यानलमा यहाँहरूलाई हार्दिक स्वागत छ। यदि तपाईले अहिलेसम्म हाम्रो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने नेपाली सिरियलका यस्तै नयाँ अपडेट, रिभ्यू र विश्लेषणहरू समयमै प्राप्त गर्न अहिले नै सब्स्क्राइब गरेर बेल आइकन पनि थिच्न नभुल्नुहोस्। आजको भुन्टी एपिसोड निकै भावुक, तनावपूर्ण र रोमाञ्चक बनेको छ। एकातिर भुन्टी र भूपेन्द्रको सम्बन्धको विषयले नयाँ मोड लिएको छ भने अर्कोतिर सम्पत्ति विवादले झन ठूलो रूप लिँदै गएको देखिन्छ। भुन्टीले आफ्नो विगतका दुःखहरू सम्झदै अब नयाँ जीवन सुरु गर्ने आशा व्यक्त गरेकी छिन्। उनलाई आफ्नो नयाँ सम्बन्धबाट माया, सम्मान र विश्वासको अपेक्षा छ। यता भूपेन्द्रको परिवार भने भुन्टीलाई कुनै पनि हालतमा अंश दिन नचाहने अडानमा देखिएको छ। कानुनी रूपमा भुन्टीले आफ्नो हक, अधिकार मागेपछि परिवारमा तनाव अझ बढेको छ। अदालतबाट सम्पत्ति नापजाँचको प्रक्रिया सुरु हुन लाग्दा भूपेन्द्रका बुवा पनि चिन्तित बनेका छन्। अर्कोतर्फ जेरी र उनकी आमाले भुन्टीका बुवा आमा र दिदीलाई जंगलमा लगेर बन्धक बनाएको घटनाले कथालाई झन खतरनाक मोडमा पुर्याएको छ। उनीहरूले भुन्टीलाई अंश मुद्दा फिर्ता लिन दबाब दिन खोजेका छन्। तर भुन्टीका बुवा आमाले जस्तो सुकै पीडा सहेर पनि आफ्नो छोरीलाई न्यायको लडाईँ नछोड्न आग्रह गरेका छन्। अब प्रश्न उठ्छ, के भुन्टी आफ्ना बुवा आमाको सुरक्षाका लागि मुद्दा फिर्ता लिनेछिन् कि उनी आफ्नो हक, अधिकारका लागि अन्तिमसम्म सङ्घर्ष गर्नेछिन्? जंगलमा बन्धक बनाइएका परिवारको उद्धार कसरी हुनेछ? यी सबै प्रश्नको उत्तर आगामी भागहरूमा खुल्दै जानेछ। साथीहरू, तपाईलाई आजको एपिसोड कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया कमेन्टमा अवश्य लेख्नुहोस्। धन्यवाद।